गुड मर्निङ सबैमा नमस्ते। हामी चाहिँ पोखरादेखि त चाहिँ बिहान 6:30 बजेतिर चाहिँ हिँडेका थियौँ। भर्खर लगभग 1 घन्टा जस्तो बाइकमा चाहिँ हिँडेपछि हामी खुमैको लागि चाहिँ अगाडि बढिरहेछौँ। अब आशा छ हाम्रो यो जर्नी अन्तिमसम्म नै मस्त व्यस्त र राम्रो रहनेछ। हुन्छ है त। ल हाम्रो यात्रा चाहिँ खुमै डाँडाको छ। अहिले चाहिँ भर्खर हाम्रो यो घर पार्किङ गरेर हामी यो घरमा पार्किङ गरेर बिहान 8 बजे आइएको छ। पार्किङ यहाँ गरियो। साधनहरू यहाँ छन्। ल हिँड्न त्यो उसो यो प्रुभ हो। हामी चाहिँ सेरे ल ल ल ल ल ल ल यहाँ त जनसङ्ख्या वृद्धि भएर छ नि त। खोइ यो कहाँको रहेछ कुनै तल आयो होला त घाचुक त। यत्रो बस्दैन आमा ठुलो त यो राखेर नि काम छैन। खुवाउने लास्टमा फुत्कियो नै भाग्छ। दोस्रो रेस्ट क्याम्प त्यहाँ छ, त्यहाँ जाँदैछौँ। त्यहाँ हामीले नास्ता गर्छौँ। घुमन्ते जिन्दगी घुमिरहेको छु। हजुरहरूको आशीर्वादले चाहिँ आज यस ठाउँसम्म म आइरहेको छु। श्री भगवान् पशुपतिनाथसँग म चाहिँ यही प्रार्थना गर्छु हामी सबै नेपालीहरूको चाहिँ अब केही मिठो आश साथै दरिलो छाटकाट जाँच एडभेन्चर। We are on trek.
सो गरौँ नि नहदाई हो छैन नै चटनी माछी मारा नहेदाई। यात्रा एकदम रमाइलो भइरहेको छ। हामी भर्खर बिहान 7 बजे घरबाट निस्केर चाहिँ यात्रा चाहिँ भाचुकबाट सुरु गरेका थियौँ। अहिले हामी लगभग हिले खर्का आइपुगेका छौँ। यात्रा एकदम रमाइलो भइरहेको छ। मेरो साथीहरू चाहिँ अगाडि हुनुहुन्छ, म चाहिँ पछि लास्टमा। बजारैमा मोटी तेल छ तिनमा, पोखराको बजारैमा मोटी तेल छ तिनमा, मैसँग भेट भयो शुक्रबारको दिनमा। हिजै हो बेटेको आउँदै गर नहे बहिनी हिजैको सम्झेर आउँदै गर न। ट्रेकिङमा चाहिँ हिँडिरहेको छु म। चिल इभरग्रिन चिल हिले खर्क। हामी अब 20 मिनटमा चाहिँ हिले खर्क पुग्छौँ। यात्रा एकदम अगाडि बढिरहेको छ। एकदम एडभेन्चरस भएको छ है। ट्रेकिङ भनेको चाहिँ वास्तवमा एडभेन्चरस है, जुन चाहिँ गाडीमा गरेर चाहिँ पाइँदैन। एडभेन्चरलाई चाहिँ यहीँ आउनै पर्यो, हिँड्नै पर्यो। फोटो देखेर नि सन्तुष्ट हुँदैन, त्यस्तो राम्रो छ। सबैजना आउनु होला घुमै। म पनि जाँदैछु। अवश्य हामीले सोचे जस्तो त्यहाँ वातावरण होला। हस् त, अर्को भिडियो भेटौँला। वेलकम टु हिले खर्क बियर जोन। अहिलेसम्म चाहिँ मैले हिँडेको ट्रेकिङमा थाहा भएको थिएन। यहाँ चाहिँ बियर जोन इङ्ग्लिस गरेर चाहिँ हेलो बग्ने खहरे खोला अब त मोरा बुझ्ने बोला। बग्ने खहरे खोला अब त छोरा बुझ्ने बोला। मेरा हाँ बस एक बार तुमको देखने को तरसूं, माना ना कहना मेरा। मैं तो बस एक बार तुमको देखने को तरसूं, कहता है दिल ये मेरा। घुमन्ते लाज किन बाबा भन्नु नि राखेन ल।
देउकालीमा पसिना धारा पसिना धारा मैले रुमाल दिएको केसारा फुले पछ्यौरी हाँसी हाँसी लाएको पिराती बिर्सुमा कसरी हाँसी हाँसी लाएको पिराती बिर्सुमा बुलबुले कान्छ तिम्रो पछि लाएर को जान्छ फुले पछ्यौरी हाँसी हाँसी लाएको पिराती बिर्सुमा कसरी बुलबुले कान्छ तिम्रो पछि लाएर को जान्छ फुले हामी सात भाइ नै आइयो पाएर आइयो नि पाएर आइयो नि चिचिमले भात खाइयो नि फुले पछ्यौरी लाएको पिराती बुलबुल कसरी हाँसी लाएको पिराती बुलबुल हामी चाहिँ चिङ्गोमा खाना खाएर अगाडि बढ्दैछौँ यात्रा क्रम जारी छ जोड्ने कस्तो भयो ठिक छ रमाइलो भइरहेको छ एक्स्ट्रा है हाम्रै जङ्गलमा जङ्गल सफारी एडभेन्चरस जङ्गल सफारी नमारेमा पनि हङकङ पोखरा निर्मोही आफ्नो कोछरा ए हङकङ पोखरा हेलो दाई आराम हुन्छ सामान लिएर आउनुभयो आइया यस्तो छ हालत नेपालको हालत आज यहीँ बस्दिउँ न त पैसा मेरो फोन हात खुट्टा खेल्ने काम यो चाहिँ फेते डाँडा है यहाँ रहेछ के पूजा गर्ने माथि
यिनी चाहिँ साथी कल्पना पूजा गर्दा रहेछ नि मान्छेले यहाँ बलि सलि चढाउने रमणीय भ्यूका साथै हामी चाहिँ अब केही बेर विश्रामका लागि चाहिँ यसो नास्ता सामान्य नास्ता गरौँ भनेर चटपट बनाउँछु भनेर लागि बारीखेहरूले चटपट खाएर हामी अगाडि बढ्नेवाला छौँ। रमाइलो भइरहेको छ, यता फोटो खिच्दैछन्। यो चाहिँ रमाइलो छेड हो। चटपटमा हुनुहुन्छ अस्मु कल्पु। मलाई त नदिआउनु भाइ। ओ आमा शायरों से लफ्ज लेके थोड़े से उधार देउराली आइपुग्यौँ। यहाँ चाहिँ परम्परागत हिसाबले ध्वजाहरू बाँधेर पूजा गर्ने चलन रहेको जस्तो यो दृश्यले देखाइरहेको छ। यहाँबाट तल पोखराको दृश्य पनि एकदमै मनोरम देखिरहेको छ। हामी 3-4वटा डाँडा पार गए पछाडि यो मनोरम ठाउँमा आउन सफल भइसकेका छौँ। एकदमै रमाइलो। अब हिँड्दाखेरि अलिकति कठिन त हुने नै भयो होइन, यात्रा र अनि मिठो फल लुकेकै ठाउँमा हुन्छ भन्थे हो। त्यसैको लागि नै हामी बिहानबाट चाहिँ यात्रा गरिराखेको छौँ। जङ्गलै भए पनि एकदमै राम्रो मान्छेले नै बनाए जस्ता रुखहरू छन्, एकदमै आर्ट गरेर राखे जस्ता। यी 100औं वर्ष पुराना रुख जन्म प्रकृतिको एकदमै खानी रहेको छ। हामी चाहिँ यस्तो राम्रो रमणीय देश नेपालमा बसेका छौँ, त्यसमा एकदमै गौरवशील लाग्छ मलाई। अनि हामीलाई लाग्नु पनि पर्छ। यहाँ मात्र होइन, खुमैमा मात्र होइन, अनि धेरै देशहरूमा पनि धेरै ठाउँहरूमा यस्तै दृश्यहरू देख्न सकिन्छ। नेपाल भनेको प्रकृतिको खानी। वेलकम टु हिले खर्क बियर जोन। अहिलेसम्म चाहिँ मैले हिँडेको ट्रेकिङमा थाहा भएको थिएन, यहाँ चाहिँ बियर जोन इङ्ग्लिस गरेर चाहिँ। हेलो बग्ने खहरे खोला अब त मलाई बुझ्ने बोला। खहरे खोला अब त छोरा बुझ्ने बोला। देउरालीको चौतारीमा म चाहिँ बहिनीहरूलाई चाहिँ लिएर गाइड गरेर हिँडिरहेको छु। कछुवाहरूलाई लिएर हिँडिरहेको छु। के छ बहिनी, ठिक छ? यता हेर्दै एकचोटि हाई गर्दै। ओके ल। भुजा मात्र पार्दै फेरि भुजा नहुने है त्यसलाई। म मात्रै देखिनु होइन, म मात्रै देखिनु होइन। ल देखाऊ मक्कै
दाइ उता हेर्नुहोस् तर अलिकति राम्रै मसला भोलि खानुहुन्छ। खुमै 45 मिनट बाँकी छ अब नाङ्गो डाँडो। कति अलि माथि बस्छ है त्यहाँ तेल सरी फेरि 45 मिनट रेल खुमै डाँडा अब। यसै गरी यात्राको क्रममा चाहिँ स्याउलाई चाहिँ सब खाएर चाहिँ यात्रा अगाडि सफल पारौँ भन्ने मुख्य उद्देश्यले चाहिँ हामी अगाडि बढेका छौँ। हामी चाहिँ जम्मा 7 जना छौँ अहिले। यसै गरी हामी अहिले चाहिँ हिले खर्काबाट अलिकति अगाडि बढेका छौँ। अब हामी करिब 10-15 मिनटमा चाहिँ खाना खाने ठाउँमा पुग्छौँ भन्ने आशा छ। यो प्राकृतिक सौन्दर्यले चाहिँ हामीलाई एकदम रमाइलो बनाइरहेको छ। यहाँ प्राकृतिक सुन्दरताले भरि भराउ नेपाल हामी सबैको लागि गौरवको कुरा नै हो। यसमा नबोल्न। खुमै डाँडाको भ्यू चाहिँ यस्तो छ है, आनन्द। माछा पुछ्रे शिरको पानी फेवातालमा आइछ, झलको किन रहेछ भने भेट्नु नपरेछ। ल ढिलो आयो, कडा आयो। माछा पुछ्रे शिरको पानी फेवातालमा आइछ, झलको किन रहेछ भने भेट्नु नपरेछ। मचिँदै पोखरा फेवातालको। बिहानको घाम दिन पर्छ कि भिटामिन घाम आउने बित्तिकै हो नि त नि। घाम भनेको घाम हो कि आउनु भयो परमेश्वर। जल चढायो त सकिन यो स्टिक लिन हात काटिएर यस्तो हुँदो। ल आउनु भयो परमेश्वर श्री घामेश्वर नमः। अन्त अहिले मोबाइल दिन अनि हाम्रोबाट मेरो मोबाइल घाँसित फोटो नि घाँसित फोटो नि यस्तो हाम्रो यात्रा नै खुमै डाँडासम्मको थियो। कोर्सन जाने प्लान गरेर हामी त्यही अनुसार रेडी भएर आएका थिएनौँ। त्यसै कारणले चाहिँ हामीले हिमालको मनोरम दृश्य खुमै डाँडाबाट नै अवलोकन गर्यौँ।
एकदमै सुन्दर र मनोरम दृश्य निहाल्न पाएको छौँ। आई फिल सो लकी टु बी अ नेपाली। यो चाहिँ माछापुच्छ्रे हिमाल जहाँ चाहिँ हिउँले ढाकिरहेको छ। लोका हेरेको यो त बौला जस्तो जा जा। ले त हेर्नु हामी चाहिँ अब माथि पोर्सन डाँडा चाहिँ घुमेर आइसकेका छौँ। अब चाहिँ नास्ता गरेर चाहिँ हामी चाहिँ हाम्रो यात्रा चाहिँ घटाउँदैछौँ। ल है त नास्ता गरेर अब हामी निस्किन्छौँ यहाँबाट। गरी हामी बिताउँ जिन्दगी भन्ने अभियानका साथ हामी खुमै डाँडा ट्रेकिङ गएका थियौँ। हामी अहिले बाटोमा फर्किने क्रममा छौँ। हिले खर्क भन्दा करिब 10 मिनेट तल आइपुगेका छौँ। यात्रा एकदम रमणीयका साथै रमाइलो भएको छ। यी भाइ बहिनीहरू पनि बाटा भेटिए। म एक्लै आएको। हिँड्दै नहिँड्ने भाइ बहिनी भेटिए बाटोमा। यसै गरी हामी बिहान नास्ता गरेर हाम्रो यात्रालाई अगाडि बढाएका छौँ। हामी अहिले देउराली भन्दा मुनि अब चिचिम्लेतिर लागिरहेका छौँ। यात्रामा धेरै साथीहरू भेटिनु भयो, कहीँ छुटिनु भयो, कोही जोडिनु भयो। यसै गरी यात्रालाई रमाउँदै अँगाल्दै हामी चाहिँ अगाडि बढिरहेका छौँ। हामी चाहिँ अहिले हाम्रो सक्दो यात्रा घटाउँदैछौँ। अब हामी 3/3 आइपुगेका छौँ। यसै गरी यात्रा चाहिँ एकदम रमाइलो नै चलिरहेको छ। के छ नानु? बवाल छ? ठिक छ ल। तिम्रो पछि लाएर
विभिन्न धार्मिक स्थलले चाहिँ भरिभराउ प्यारो देश नेपाल प्राकृतिक सौन्दर्यमा त पक्कै नै एकदम अगाडि छ। खुसी लाग्छ कि म हिन्दू राष्ट्रमा जन्मिएर चाहिँ हिन्दू भन्दा पनि गौरवको कुरा नै लाग्छ। त्यही माथि धर्म संस्कृति र संस्कार पारानीमा चाहिँ नेपाली चाहिँ हामी धेरै अगाडि छौँ। यसै गरी खुमै जाने क्रममा चाहिँ एउटा बाटोमा चाहिँ ट्रेक गर्ने ठाउँमा चाहिँ धर्मकर्मीहरूले चाहिँ एउटा चाहिँ मन्दिर बनाउनु भएको सानो पूजा गर्नुभएको रहेछ। साह्रै राम्रो लाग्यो मलाई चाहिँ है।